नमस्ते। आज हामी ब्यालेन्स सिट पढ्न जाँदैछौँ र यो जुन मैले बोर्डमा फर्मेट बनाएको छु नि, यो ब्यालेन्स सिट भनेको क्लास 10 र 11 को लागि एकदम धेरै इम्पोर्टेन्ट हो। क्लास 12 को लागि पनि फाउन्डेसन बुझ्नको लागि चाहिँ त्यो एकदम धेरै इम्पोर्टेन्ट हो यो ब्यालेन्स सिट। र क्लास 12 मा के मात्र फरक हुन्छ भन्दाखेरि यहाँ क्याटेगोरीहरू छुट्टाइन्छ क्या। जस्तै यो फर्निचरहरू, ल्यान्डहरू भनेको फिक्स एसेटमा जान्छ, यो क्यास, पोजिसन, डेप्टरहरू करेन्ट एसेटमा जान्छ, अनि यो इन्भेस्टमेन्टमा जान्छ। यता करेन्ट लायबिलिटी छुट्याइन्छ, यता सेक्युर्ड लोन छुट्याइन्छ। तर त्यो जुन ब्यालेन्स सिट छ नि, सेयर क्यापिटल रिजर्भ एन्ड सरप्लस भएको छुट्याएको क्याटेगोरी छुट्याएको, त्यो क्वेसन नम्बर 14 मा हत्तपत्ता आउँदैन। ब्यालेन्स सिट छुट्याएर म तपाईँहरूलाई क्लास 12 को स्टुडेन्ट सुन्नु होला, म तपाईँहरूलाई चाहिँ पुरा क्याटेगोरी छुट्याएर चाहिँ मल्टी स्टेपको ब्यालेन्स सिट पढाइदिन्छु। किनकि क्वेसन नम्बर 14 मा प्राय ट्रेडिङ र पिएल एप्रोप्रिएसन एकाउन्ट आउँछ प्राय है, जुन मैले लास्ट भिडियोमा कभर गरिसकेको छु। तपाईँले हेर्नु भएको छैन भने त्यहाँ गएर हेर्नु होला। र यो भिडियो भनेको चाहिँ सबैले हेर्नु होला, क्लास 10, 11, 12 सबैले, किनकि बुझ्नको लागि यो एकदम इम्पोर्टेन्ट हो। तर 10 र 11 को लागि चाहिँ यो एकदम धेरै इम्पोर्टेन्ट है त। 12 को लागि चाहिँ बुझ्नको लागि र ब्यालेन्स सिट क्याटेगोरी छुट्याएर चाहिँ म मल्टी स्टेपको भिडियोमा बुझाइदिन्छु है त। ओके, अब ढिला नगरिकन स्टार्ट गरौँ। ब्यालेन्स सिट भनेको कुनै फाइदा भयो कि घाटा भयो त्यो निकाल्नको लागि चाहिँ होइन क्या। ब्यालेन्स सिट भनेको चाहिँ एउटा बिजनेस छ, त्यो बिजनेससँग एसेट कति छ, सम्पत्तिहरू कति छ, उसले तिर्न बाँकी लायबिलिटीहरू कति छ, त्यो कुराहरू मात्र छुट्याइदिन्छ अरे। र ब्यालेन्स सिटको रमाइलो कुरा के भन्दाखेरि यहाँ हेर्नु त, माथि नै ब्यालेन्स छ क्या। ब्यालेन्स भनेको बराबर, लायबिलिटी जति आउँछ एसेट पनि त्यति नै आउँछ, बराबर हुन्छ यसको दुईटै साइड ब्यालेन्स सिट। र यो प्रफिट लस निकाल्ने होइन, यसमा चाहिँ एउटा बिजनेससँग, एउटा कम्पनीसँग सम्पत्ति कति छ त्यो छुट्याउने काम गर्छ र अरूलाई तिर्न बाँकी लायबिलिटी कति छ त्यो छुट्याउने काम गर्छ है त। ल अब एक एक गरी हामी बुझौँ। एसेट भनेको चाहिँ नेपालीमा सम्पत्ति, ओके। लायबिलिटी भनेको चाहिँ नेपालीमा दायित्व, अथवा यसलाई चाहिँ तपाईँहरूले तिर्न बाँकी भनेर पनि बुझ्न सक्नुहुन्छ। कोही मान्छेलाई अथवा कोही बिजनेसलाई यदि मेरो बिजनेसले तिर्न बाँकी छ भने त्यसलाई हामी लायबिलिटी भन्छौँ। एसेट भनेको मेरो आफ्नो सम्पत्ति, कसलाई तिर्न बाँकी होइन, मैले किनेको छु, मैले आफ्नो युजको लागि किनेको छु, मेरो हो, अरू कसैको होइन भने त्यसलाई हामी सम्पत्ति भन्छौँ। बुझ्नु होला है। सम्पत्ति भनेको त्यो कुरा जुन यदि मैले किनेको छु भने मैले आफ्नो युजको लागि किनेको छु, बेच्नको लागि होइन। जुन मसँग छ भने मेरो हो, अरूले आएर मेरो भन्न पाउँदैन। र लायबिलिटी भनेको चाहिँ यस्तो कुराहरू जुन मसँग चाहिँ छ तर मेरो होइन, मैले अरूलाई दिन बाँकी छ। अरूको मैले पैसा लिएको छु भने पनि त्यो मेरो होइन, मैले अरूलाई दिन बाँकी छ। अब वान बाई वान हामी एसेट बुझौँ है त। सम्पत्ति एसेट तपाईँले बुझ्नुभयो। आफ्नो सम्पत्ति, सबभन्दा फर्स्ट सम्पत्ति फर्निचर, धेरै भन्नै पर्दैन। फर्निचर कुन चाहिँ अफिसमा फर्निचर हुँदैन? बेन्च, टेबल, डेस्क, ड्रयर कुन अफिसमा हुँदैन क्या? त्यो हरेक अफिसमा हुन्छ फर्निचरको सामानहरू, र त्यो फर्निचरको सामान भनेको चाहिँ त्यो अफिसको सम्पत्ति हुन्छ। प्लान्ट एन्ड मेसिनरी अथवा इक्विपमेन्ट भनेको चाहिँ यहाँ हेर्नु त, मेसिनरीमा मेसिन भन्ने वर्ड छ कि नै? मेसिनमा कुन अफिसमा हुँदैन? हरेक अफिसमा मेसिन हुन्छ र त्यसको सम्पत्तिभित्र पर्छ। मेसिनभित्र सब कुरा हुन्छ, जस्तै कि एउटा मोबाइल हरेक अफिसमा हुन्छ, ल्यापटप सबै अफिसमा हुन्छ, फ्यान, यो पंखादेखि लिएर यहाँ बल्ब हुन्छ, यहाँ स्पिकर छ, हरेक कुरा, यो सबै कुराहरू एउटा मेसिनभित्र पर्छ। यो मेसिनहरू चाहिँ सम्पत्ति हुन्छ, त्यो चाहिँ एउटा अफिसले आफ्नो युजको लागि किन्छ। ल्यान्ड एन्ड बिल्डिङ सम्पत्ति नै हो, जमिन भयो, बिल्डिङहरू भयो, यदि कुनै अफिससँग छ भने त्यो उसको सम्पत्ति हो। एउटा मान्छेसँग पनि घर र जमिन भनेको चाहिँ, जग्गा जमिन भनेको चाहिँ सम्पत्तिभित्रै पर्छ। भेहिकल, यदि कुनै अफिससँग गाडी छ भने त्यो उसको सम्पत्तिभित्रै पर्छ। इन्भेस्टमेन्ट, सुन्नु होला है, इन्भेस्टमेन्ट भनेको पैसा लगानी गर्नु, नेपालीमा यसलाई हामी के भन्छौँ? लगानी गर्नु। मैले कुनै बिजनेसमा लगानी गरेको छु, मैले सेयर मार्केटमा लगानी गरेको छु, मैले ब्याङ्कमा मात्र पैसा राखिदिएको छु ब्याज खानको लागि, त्यसलाई इन्भेस्टमेन्ट भन्छ। यो सबै हाम्रो सम्पत्ति हो। मैले यदि ब्याङ्कमा पैसा राख्छु भने त्यो पैसा मेरो सम्पत्ति त हुन्छ। मैले एउटा बिजनेसमा पैसा लगाएको छु भने त्यो पैसाले मलाई हरेक महिना प्रफिट दिन्छ, हरेक महिना त्यो पैसाले मलाई ब्याज दिन्छ, डिभिडेन्ड दिन्छ, त्यसलाई हामी इन्भेस्टमेन्ट भन्छौँ। र यो हाम्रो सम्पत्तिभित्रै, एउटा बिजनेसको सम्पत्तिभित्रै पर्छ। क्यास एन्ड ब्याङ्क एकदम इजी,
क्यास भनेको चाहिँ मेरो हातमा भएको पैसा, मेरो गोजीमा भएको पैसा। ब्याङ्क भनेको मेरो ब्याङ्कमा भएको पैसा। पैसा मेरो सम्पत्ति होइन र। मसँग मेरो पैसा छ भने अरूले आएर मेरो भन्न पाउँछ र पाउँदैन, मेरो सम्पत्ति पर्छ। ध्यान दिनु होला है। क्यास र ब्याङ्क। क्यास भनेको हातमा भएको पैसा, पैसा त मेरो सम्पत्ति हो, मैले कमाएको पैसा। ब्याङ्क भनेको मेरो ब्याङ्क ब्यालेन्स, ब्याङ्कमा भएको पैसा, मेरो सम्पत्ति। क्लोजिङ स्टक गाह्रो छैन, एकदम इजी छ। स्टक भनेको बेच्नको लागि राखेको सामान। जस्तै कि फर इक्जाम्पल मेरो पसल छ, पसलमा मैले बेच्नको लागि त सामान राख्छु, खाली पसलमा त स्टार्ट हुँदै हुँदैन बिजनेस। मेरो पसल छ, मैले बेच्नको लागि सामानहरू राख्छु भने त्यो मेरो स्टक भयो। त्यो सामान मेरो सम्पत्ति हुन्छ। त्यो सामान मैले होइन, अरूले आएर त्यो सामान मेरो सामानलाई चाहिँ आफ्नो भन्न पाउँदैन। मेरो पसल छ, र्याकहरुमा मैले सामान राखेको छु, त्यो मेरो सम्पत्ति हुन्छ। अब एकदम धेरै इम्पोर्टेन्ट वर्ड, एकदम फोकस गरेर ध्यान दिएर सुन्नु होला है। यो वर्ड सधैँ आउँछ, आउट क्वेसन हो, सधैँ आउँछ। मिनिङ बुझ्नु भने इट विल बी इजी फर एभर। डेप्टर्स र रिसिभेबल। म यसलाई रफ गरेर हजुरलाई बुझाउँछु ल एकैछिन है। ल यहाँ अलिकति स्पेस रहेछ, मैले यहाँ गरेँ ल। डेप्टर्स र रिसिभेबल भनेको एउटै हो है। डेप्टरको डी लिनु, रिसिभेबलको आर लिनु, यसरी कन्ट गर्नु ल। डीआर, डेप्टर र रिसिभेबल भनेको एउटै हो। अब भनेको चाहिँ के हो भन्दाखेरि नि, रिसिभ भनेको चाहिँ लिनु, मैले रिसिभ गरेँ, मैले लिएँ। एबल भनेको चाहिँ तपाईहरुले बाँकी भनेर बुझ्नु। लिनु अनि बाँकी भन्नाले लिनु प्लस बाँकी के हुन्छ? लिन बाँकी। मतलब कि मैले भन्न खोजेको के भन्दाखेरि, यदि मैले उधारोमा सामान बेचेको छु भने पैसा लिन बाँकी छ, मैले कसैलाई उधारो दिएको छु भने पनि पैसा लिन बाँकी छ, हो कि नै? त्यसैलाई हामी डेप्टर र रिसिभेबल भन्छौँ। डेप्टर भनेको त्यो मान्छे जोबाट मैले लिन बाँकी छ, लिनु प्लस बाँकी है, लिन बाँकी। रिसिभेबल भनेको पैसा लिन बाँकी। यदि पैसा लिन बाँकी छ भने त्यो सम्पत्ति हुन्छ। पैसा दिन बाँकी, तिर्न बाँकी चाहिँ लायबिलिटी हो। तर यदि मैले अरूबाट पैसा लिन बाँकी छ भने त्यो सम्पत्ति। किनकि आज नत्र भोलि त पैसा आउँछ, मेरो गोजीमा पैसा आउने हो, मेरो ब्याङ्कमा पैसा आउँछ। पैसा भनेको सम्पत्ति हो। ध्यान दिएर सुन्नु होला है। डेप्टर भनेको रिसिभेबल, डीआर डेबिट हामीले पढ्छौँ नि, डीआर। अब डीआर भनेको डेप्टर र रिसिभेबल एउटै, र रिसिभेबल भनेको लिनु प्लस बाँकी, लिन बाँकी, पैसा लिन बाँकी। पैसा लिन बाँकी सम्पत्ति हुन्छ, ध्यान राख्नु होला है। यो कुरा चाहिँ दिन बाँकी अथवा तिर्न बाँकी मात्र लायबिलिटी, तर पैसा लिन बाँकी चाहिँ सम्पत्ति। यो ट्रिक चाहिँ याद राख्नु होला, कहिले डेप्टर र रिसिभेबलमा झुकिनु हुन्न। त्यसैगरी अर्कोमा जुन प्रिपेड एक्सपेन्सेस। अब मैले त उता ट्रेडिङ एकाउन्ट पढाउने, पिएल एकाउन्ट पढाउने बेला एक्सपेन्सेस भनेको खर्च, यसलाई हामीले डेबिटमा लेख्नुपर्छ भन्थे। तर यहाँ चाहिँ एक्सपेन्सेस किन मैले यहाँ एसेटमा लेखेँ? सुन्नु होला है। महिना लागेपछि खर्च हुन्छ भने खर्च, महिना नलागेको खर्च हुन्छ भने त्यो चाहिँ सम्पत्ति। सुन्नु है, तपाईलाई प्री बोर्ड एक्जाम थाहा छ? यो बुझाउनु भन्दा अगाडि यसको मिनिङ बुझौँ है। प्री भनेको त हामीलाई थाहा छ अगाडि, बोर्ड भनेको त बोर्ड एक्जाम, फाइनल एक्जाम भनेको। प्री बोर्ड भन्नाले बोर्ड एक्जाम भन्दा दिने अगाडि नै दिने एक्जामलाई हामी प्री बोर्ड एक्जाम भन्छौँ। भनेपछि प्री बोर्ड भनेको अगाडि, बोर्ड भन्दा अगाडि। त्यसै गरी ठ्याक्क त्यसरी नै प्रिपेड भनेको चाहिँ, प्री भनेको त अगाडि नै, पेड भनेको तिर्नु, अगाडि नै तिर्नु। तिर्न बाँकी होइन, महिना लागेको छैन। फर इक्जाम्पल, मैले घर भाडा दिनुपर्ने छ, अहिले मानौ पुस महिना छ भने पुसपछि माघ आउँछ, फागुन आउँछ, चैत आउँछ। मैले चैतसम्मको भाडा अहिले नै दिएँ भने त्यसलाई हामी प्रिपेड रेन्ट भन्छौँ, अगाडि नै तिर्नु। महिना लागेको छैन है, महिना लागेपछि म दिन्छु भने चाहिँ खर्च भयो। महिना नलागिकनै मैले दिन्छु भने चाहिँ त्यो हाम्रो सम्पत्ति हुन्छ। किनकि यदि बिचमा केही प्रब्लम आइपऱ्यो भने मैले त्यो पैसा फिर्ता पनि माग्न पाउँछु। प्रिपेड भनेको चाहिँ त्यो हो। यस्तो खर्चहरू जुन हामीले
पे गर्यौ दियौ, तर अगाडि नै महिना नलागिकन अब बिचमा मलाई केही समस्या आइपर्यो भने मैले त्यो पैसा रिटर्न माग्न पाउँछु र मैले रिटर्न माग्छु भने पैसा आउने हो र पैसालाई चाहिँ हामी के भन्छौँ एसेटमै राख्छौँ। यहाँ हेर्नु त यो सबै क्यासै हो क्या, लिन बाँकी हो यो सबै। डेप्टर रिसिभेबल भनेको डाइरेक्ट लिन बाँकी, प्रिपेड भनेको महिना लागेको छैन पैसा दिइसक्यो, यदि केही प्रब्लम आइपर्यो भने त्यो पैसा मेरो फिर्ता आउन सक्छ है भनेर हामी यसलाई चाहिँ कहाँ राख्छौँ एसेटमा राख्छौँ। आई होप यो पनि बुझ्नुभयो होला। प्रिपेड भनेको अगाडि नै दिनु भनेको चाहिँ सम्पत्ति, महिना लाएर पनि नदिएको चाहिँ लायबिलिटी। गुडविलमा जाउँ। गुडविल भनेको एउटा कम्पनीको नाम र इज्जत, नेम एन्ड फेम। एउटा कम्पनी भनेको चाहिँ आफ्नो नेम एन्ड फेमले गर्दा नै चल्ने हो क्या। जुन नाम हुन्छ नि एउटा कम्पनीको त्यसैले गर्दा त्यो चल्ने हो, र त्यो नाम र इज्जत जुन हुन्छ नि त्यसलाई हामी सम्पत्ति भन्छौँ, किनकि यो बिना एउटा बिजनेसै छैन। त्यसै गरी कपिराइट र पेटेन्ट भनेको हेरौँ। कपिराइट भनेको चाहिँ प्रायः तपाईँहरूले युट्युब चलाउनुहुन्छ भने थाहा होला, युट्युबमा कपिराइट लाग्यो भने दुई तिनचोटि कपिराइट लाग्यो भने त्यो च्यानलै बन्द हुन्छ। यो भनेको चाहिँ के भन्दाखेरि मिनिङ एउटै हो दुईटैको, पेटेन्ट र कपिराइट भनेको। राइट भनेको त एउटा अधिकार, कपिराइट भनेको एउटा यस्तो राइट, एउटा यस्तो अधिकार कि तपाईँले बनाएको सामान अथवा तपाईँले बनाएको कुनै कुरा दिमाग लगाएर अथवा मेहनत गरेर बनाएको कुरा अरू कसैले पनि कपी गर्न पाउँदैन। तपाईँले मात्र त्यो सामान बनाउनु र तपाईँले मात्र पैसा कमाउनु। कपिराइट भनेको त्यो, ध्यान दिएर सुन्नु होला। यस्तो अधिकार यदि मैले सरकारसँग लिन्छु भने त्यहाँ गएर हामीले यसो रजिस्टर गर्नुपर्छ। यदि मैले त्यो अधिकार लिन्छु भने कपिराइट र पेटेन्ट भनेको मैले कुनै सामान बनाएको छु भने त्यो सामान मैले मात्र बनाउँछु हो। यो कपिराइटले गर्दा त्यो सामान मैले मात्र बनाउँछु, मैले मात्र पैसा कमाउँछु, त्यसैले हामी सम्पत्ति भन्छौँ कपिराइट र पेटेन्ट। आई होप तपाईँले यो एसेट साइड बुझ्नुभयो होला। फर्निचर, मेसिनरी, ल्यान्ड एन्ड बिल्डिङ, भेहिकल, इन्भेस्टमेन्ट, क्यास ब्याङ्क, क्लोजिङ स्टक, डेप्टर रिसिभेबल, प्रिपेड, गुडविल, कपिराइट। गाह्रो छैन, मिनिङ बुझ्नुभयो भने कन्ट गर्नै पर्दैन, दिमाग लगाउने कहाँ जान्छ लेखिदिनु। अब हामी ढिला नगरिकन, भिडियो लामो हुन्छ, ढिला नगरिकन हामी यता क्यापिटल एन्ड लायबिलिटी साइडमा जाउँ है त। एकदम सजिलो छ। क्यापिटल भनेको लगानी गरेको पैसा, लगानी गरेको पैसालाई हामी यहाँ क्यापिटल, लायबिलिटी हेडिङमै छ क्यापिटल, यहाँ लेख्छौँ। र ड्रइङ भनेको चाहिँ लगानी गरेको पैसा यदि ओनरले झिक्यो भने हामी त्यो लगानी गरेको पैसाबाट घटाउँछौँ यदि क्वेसनमा दिएको छ भने है। अनि नेट प्रफिट अथवा नेट लस हामी यसमा एड अर लेस गर्छौँ, ध्यान दिएर सुन्नु होला। यदि पीएल एकाउन्टमा नेट प्रफिट भयो भने यसलाई हामी यहाँ एड गर्छौँ, पीएल एकाउन्टमा नेट लस भयो भने चाहिँ हामी यसलाई यहाँ घटाउँछौँ। क्यापिटलको पैसा हामी यहाँ लेख्छौँ, ड्रइङ दिएको छ भने यहाँ लेख्छौँ, नेट प्रफिट र नेट लस पनि हामी यहाँ एड अर लेस गर्छौँ र यो तिनटैको हिसाब गरेर लेस छ भने ब्र्याकेट राख्छौँ, तिनटैको हिसाब गरेर यहाँ हामी एमाउन्टमा लेख्छौँ। सुरुमा हामीले गर्नुपर्ने क्यापिटल साइडको लागि यति हो। अब जाउँ हामी लायबिलिटीमा। लायबिलिटी भनेको मेरो दायित्व, मैले अरूलाई तिर्न बाँकी, मैले अरूलाई दिन बाँकी, मेरो आफ्नो होइन। मेरो आफ्नो हो भने त एसेट हो, तर मैले अरूलाई दिन बाँकी छ भने चाहिँ त्यो हाम्रो तिर्न बाँकी हुन्छ। के हुन्छ हेरौँ है त। ब्याङ्क लोन, भेरी इजी। म ब्याङ्कमा गएँ, मैले ब्याङ्कबाट लोन लिन्छु भने, त्यो मेरो पैसा होइन, त्यो ब्याङ्कको पैसा, मैले आज नत्र भोलि त्यो पैसा फिर्ता गरिदिनुपर्छ। डिबेन्चर भनेको एकदम नयाँ वर्ड है, ध्यान दिएर सुन्नु होला। डिबेन्चर भनेको चाहिँ के भन्दाखेरि एउटा कम्पनीले, पब्लिक लिमिटेड कम्पनीले, जोइन्ट स्टक कम्पनीले पब्लिकबाट उठाएको पैसा, जोइन्ट स्टक कम्पनीले कोबाट उठाएको, पब्लिकबाट उठाएको पैसा एज अ लोन, लोनै हो यो टाइप अफ लोन नै हो। तर एउटा कम्पनीले ब्याङ्कबाट लोन लिँदैन, पब्लिकबाट लोन लिन्छ। अब ब्याङ्कबाट होस् अथवा पब्लिकबाट होस्, लोन भनेको लोनै हुन्छ। मैले यदि लोन लिएको छु भने त्यो मेरो पैसा होइन, मेरो सम्पत्ति होइन, मैले आज नत्र भोलि त्यो फिर्ता गरिदिनुपर्छ, तिर्न बाँकी हुन्छ। क्रेडिटर, पेएबल, एकदम इजी। यहाँ हेर्नु है, डेप्टर र रिसिभेबलको उल्टो, डेप्टरको उल्टो क्रेडिटर, रिसिभेबलको उल्टो पेएबल। फेरि रफ गरेर बुझौँ है त। क्रेडिटर भनेको पेएबल, सीपी याद राख्नु होला, त्यहाँ चाहिँ डिआर, यहाँ चाहिँ सीपी। सीपी भनेको क्रेडिटर आयो भने पेएबल हो, बुझ्नु। अब पेएबल भनेको चाहिँ के, पे भनेको तिर्नु, एबल भनेको बाँकी, भनेपछि पेएबल भनेको तिर्नु प्लस बाँकी के हुन्छ, तिर्न बाँकी। यो भनेको चाहिँ लिन बाँकी, यो भनेको चाहिँ तिर्न बाँकी। र यहाँ हेर्नु त, तिर्न बाँकीलाई हामी के भन्छौँ, लायबिलिटी। त्यही भएर हामी क्रेडिटर र पेएबललाई लायबिलिटीमा लेख्छौँ। बुझ्नुभयो कि नै।
रिसिभेबल भनेको चाहिँ लिन बाँकी सम्पत्ति, तर मैले अरूलाई दिन बाँकी चाहिँ मेरो लायबिलिटी। पेएबल, पे भनेको तिर्नु, एबल भनेको बाँकी, तिर्नु प्लस बाँकी, तिर्न बाँकी। क्रेडिटर भनेको पनि त्यही। अर्कोमा जाउँ हामी, आउटस्ट्यान्डिङ एक्सपेन्सेस। ध्यान दिएर सुन्नु है, प्रिपेड एक्सपेन्सेसको उल्टो। प्रिपेड एक्सपेन्सेस भनेको महिना लागेको छैन मैले दिइसकेँ, महिना लागेको छैन मैले घर भाडा दिइसकेँ फर इक्जाम्पल, त्यो प्रिपेड अगाडि नै दिएको। यो भनेको चाहिँ महिना लागिसक्यो, उहिले लागिसक्यो, मैले अहिलेसम्म पैसा दिएकै छैन हो, यो चाहिँ सम्पत्ति, यो दिएको छैन, दिन बाँकी छ भने लायबिलिटी। बुझ्नु होला है, आउटस्ट्यान्डिङ भनेकै बाँकी, तिर्न बाँकी। एडभान्स इन्कम रिसिभ्ड, एडभान्समा मैले इन्कम रिसिभ गरेँ है, यो पनि प्रिपेडकै उल्टो हो। प्रिपेड भनेको अगाडि नै दिनु, यो भनेको एडभान्समै रिसिभ गरेको लिनु। अगाडि नै दिन्छु भने चाहिँ मेरो सम्पत्ति, अगाडि नै लिन्छु भने मेरो दायित्व। फर इक्जाम्पल, मैले अफिसमा काम गरिरहेको छु, महिना लागेको छैन, मैले एडभान्समा स्यालेरी मागेँ भने कि त मैले त्यो स्यालेरी फिर्ता गरिदिनु पर्छ, कि त मैले काम गरेर हिसाब बराबर गर्नुपर्छ, त्यो मेरो दायित्व हुन्छ। बुझ्नुभयो कि नै? एडभान्समै दिन्छौँ भने चाहिँ सम्पत्ति, तर एडभान्समै लिन्छौँ भने चाहिँ लायबिलिटी। मेरो यो दायित्व हुन्छ, कि त मैले काम गर्नु पर्यो, कि त पैसा फिर्ता गरिदिनु पर्यो। अब अर्कोमा जाउँ ढिला नगरिकन। प्रोभिजन फर ट्याक्स भनेको ट्याक्स तिर्नको लागि छुट्टाएको पैसा। अब मैले ट्याक्स तिर्नको लागि पैसा छुट्टाएको छु भने त्यो मेरो सम्पत्ति हुन्छ र त्यो त सरकारको घरमा जान्छ त्यो पैसा, त्यो भएर हामी लायबिलिटी भन्छौँ। यताउति हामी यो पैसालाई युज गर्न, पैसै हो तर यताउति युज गर्न पाइँदैन। प्रपोज डिभिडेन्ड भनेको डिभिडेन्ड दिनको लागि छुट्टाएको पैसा, यो क्लास 12 मा आउँछ, क्लास 11 मा र 10 मा चाहिँ आउँदैन है त। प्रपोज डिभिडेन्ड भनेको मेरो जोइन्ट लिस्टेड कम्पनी छ, मान्छेले लगानी गरेका छन् भने मैले डिभिडेन्ड दिनुपर्छ, मैले तिनीहरूलाई रिटर्न दिनुपर्छ, त्यसको लागि मैले राखेको पैसालाई चाहिँ हामी प्रपोज डिभिडेन्ड भन्छौँ। जेनरल रिजर्भ, मैले पिएल एप्रोप्रिएसन एकाउन्टको भिडियोमा पनि भनेको थिएँ, जेनरल रिजर्भ भनेको जुन प्रफिट हुन्छ नि, प्रफिटबाट छुट्टाएको पैसा। अब छुट्टाएको पैसा हो भने सर यसलाई हामी एसेटमा किन लेख्दैनौँ, किनकि यो पैसालाई मन लागि युज गर्न पाइँदैन, नेभर। जब प्रब्लम आउँछ तब यो पैसालाई युज गरिन्छ। यो तीनटा भनेको मैले ट्याक्सको लागि पैसा छुट्टाएँ, अरू कामको लागि युज गर्न पाइँदैन, मेरो दायित्व हो त्यो। मैले डिभिडेन्डको लागि पैसा छुट्टाएँ, अरू कामको लागि युज होइन। मैले इमर्जेन्सी सिचुएसन फ्युचरको लागि पैसा छुट्टाइरहेको छु प्रफिटबाट, अरू कामको लागि युज गर्न पाउँदिनँ। त्यही भएर यो मेरो दायित्व हुन्छ, यो पैसालाई चाहिँ एकदम मजाले सेफली राख्नु पर्यो, र त्यही भएर यो दायित्वलाई नै हामी लायबिलिटी भन्छौँ। यो चाहिँ ब्यालेन्स सिट भयो। आई होप तपाईँहरूले बुझ्नुभयो होला, बुझ्नु भएको छैन कमेन्ट गर्नु होला, अथवा व्हाट्सएप माई नम्बर इज अभाइलेबल एभ्रिवेयर, यु क्यान आस्क मी एनी डाउट यु हेभ एट एनी टाइम है त। यो चाहिँ ब्यालेन्स सिट भयो। लास्टमा चाहिँ हामी टोटल गरिदिन्छौँ, यो साइड टोटल, यो साइड टोटल, दुइटै साइड इक्वेल आउनु पर्यो, यो पनि इक्वेल बराबर नै अनि यो पनि इक्वेल भयो भने चाहिँ हाम्रो ब्यालेन्स सिट मिल्यो, फुल बाई फुल मार्क्स आयो भनेर बुझ्नु होला, ह्याप्पी हुनु होला है त। दिस इज ब्यालेन्स सिट। च्यानललाई भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनु, च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु। थ्याङ्क यू।